everyone, welcome back to my channel. तपाईहरु सबैजनालाई यादै छ होला 28 मा गान्तोक सिक्किममा चाहिँ अनरेबल प्राइम मिनिस्टर आउनु हुँदैछ अनि त्यसको चाहिँ डान्स प्र्याक्टिस हुँदैछ अनि म पनि त्यसमा चाहिँ पार्टिसिपेट गरेको छु। है वक चाहिँ ओभर हुँदैछ हाम्रो है। पानी पर्यो भने पनि सेभ गर्छ यसले कि केले ए योले यहाँ चाहिँ साह्रो परेको अवस्था। अब चाहिँ हामी पुग्न आँट्यो अनि हामी पुगिसकेर चाहिँ फर्स्ट ब्रेकफास्ट गर्छ अन्त चाहिँ हाम्रो प्र्याक्टिस स्टार्ट हुन्छ। अब चाहिँ हामी पुग्यो अनि हाम्रो प्र्याक्टिस चाहिँ पाल्जा स्टेडियममा नै हुँदैछ। गाडी भाडा दिनुहोस् न जति भए 100 रुपियाँ 500 रुपियाँ दिइराख न उयो बाँकी ल ल गाडी भाडा दिएको अरे मलाई चाहिँ आज र भोलि राखिराख्नु पर्छ। के भइदिएको तिमी चाहिँ ल म त हालिदिन्छु त अन्त भिडियोमा त तिमी फेमस। यहाँ चाहिँ हाम्रो ग्यारिलको सोल्टी छ होइन अन्त चाहिँ हाम्रो नाम चाहिँ आइब्रो उसको नाम चाहिँ हो। उठेर इन्ट्रोड्युस गर न उठ न नामहरू भन न उठेर। मेरो नाम चाहिँ यस्तो हो। म चाहिँ कुन चाहिँ इन्स्टिट्युटबाट हो तिमी भन त उठ न हौ। Practice going on. What the heck? बिहानहरू कस्तो थियो अहिले त? Opposite guys. तँ आज डरेको थिएछ म हेर्दा। नो कालोमा झन् हो कि तर त्यो चाहिँ हिटले चाहिँ लुगामा एट्र्याक्ट गर्छ अनुहारमा गर्दैन। कसरी अनुहार कालो भेट्दैन अनि त्यही त भनेको। अन्त त भित्रले जहिले खोलेर नाच्नु पर्दैन नि त। अम्बो यहाँ क्या भेट्दैछ घामले ओइ यहाँ भेट्दैछ घामले। लुगामा बेसी ट्याप भयो भने पनि अनुहार पनि तातो भएर आफै टर्छ त। अझै पनि मलाई गरम भइरहेको छ। यो चाहिँ हाम्रो फेभरेट जग्गाको फेभरेट मोमो। यहाँ सुप पनि कस्तो मिठो हुन्छ। गाइस यो चाहिँ तपाईँलाई म रिकमेन्डै गर्छु। 30 रुपियाँ काट्दै थियो हेर। कति रुपियाँ हो यो? 20 रुपियाँ रे। यो 20 रुपियाँ गाइस हिजोदेखिको मलाई लुट्यो होइन। म चाहिँ यति बेसी लुटिसकेको रहेछु मलाई यादै छ। यो चाहिँ तपाईँलाई म रिकमेन्ड गर्छु किनभने चाहिँ यस्तो मिठो हुन्छ। अहिले म तपाईँलाई म टेस्ट गरेर खासमा यहाँ 20 हो कि फ्रुट्सहरू किन्नु हुँदैछ हो। फ्रुट्सहरू किन्नु हुँदैछ अब किनिसक्यो अब हो। एन्ड मेरो आइसक्रिम हेर्नुहोस् आइसक्रिमको लुक्स वाउ। फ्रुट्स तेरो पनि खोल्दा आइसक्रिमको कसको लुक दामी। तेरो लुकमा नजान बहिनी के बहिनी यसको यहाँ हेर्नुहोस् मेरो यो चाहिँ लम्बावाला नो माइन इज कलरफुल। छैन तेरो गाडीमा चढिसक्यो। असिना पड़ रहा है हेर्न सक्नुहुन्छ। यो रोडमा जानु है त्यो त पर्खिन्छ नि मेरो बस हो। असिना
हटाउँदा असिन्छ त हो र अहिले ल गाइस होइन भिडियो ओ मेरो फोन भिडियो गाइस म चाहिँ एउटा कुरा भन्नु त मेरो फिल्म हेर्नु त यहाँ वाउ भिज गया ला मेरो जुत्ता भिज्यो डल्ले आछु ला ओए प्यान्ट त मेरो सक्यो मेरो जुत्ता पनि सक्यो गाइस क्या करे अब हम क्या करे यस्तो हुन्छ है प्यान्ट हेर्नुहोस् अम्बो मेरो प्यान्ट हेर भिडियो बना न म एउटा कुरा भन्नु चाहन्छु वेदर चाहिँ अम्बो देख्दै होला मेरो पहिला लागिरहेको छ भन्छु यस्तो भिजाइसक्यो कि कसम भनेको मारिदिन्छु होला म त यो त हराएर क्यामेरामा त हराएर जान्छ यो त होइन जाडो भयो मलाई चाहिँ यसरी चाहिँ पहिरा लागिरहेको छ कि अन्त अब कहिले जिन्दगीमा एक्सर्साइज भन्ने गरेको त छैन होइन पहिला त अब लाग्ने नै हो मामा होइन तेरो भिजेको मुसाला कति भिजाउनु भन्दै गर ल तँ जस्तै हिँडेँ नि त कसम भनेको बरु होइन म भित्रै चल्दैछु गाइस हेर्नु ल यस्तो छिटो आइज छिटो हिँड्न सक्छु हेर्नु न फलोवर र भ्युजको लागि जेम गर्नु तयार छ हेर्नु छाता मोड्नु मानेको छैन अन्त कस्तो अन्धेरो भयो थ्याङ्क यू सो मच फर वाचिङ सो अब नेक्स्ट भ्लग चाहिँ तपाईँहरूको लागि प्रोग्राम डेको हाल्नेछु अनि स्टे ट्युन एभ्रिवान एन्ड डोन्ट फर्गेट टु लाइक share and subscribe to my channel. Bye bye, see you on my next vlog.